तथा स्पेनिस भाषाका तत्प्रदर्शक टुर गाइड राजेन्द्र मानन्दरको तर्फबाट यहाँहरू सबैलाई स्वागत तथा नमस्ते। सबैभन्दा पहिला म यस मच्छीनारायण पर्यटन प्रवर्धन समितिका अध्यक्षज्यू श्री श्याम श्रेष्ठज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षको अनुमति लिएर आसन ग्रहणको क्रमलाई म अगाडि बढाउन चाहे। हाम्रा अतिथिहरू प्रयास सबै आइसक्नु भएको छ। आसन ग्रहणकै क्रममा आजको हाम्रो प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय रमा आलीमगरज्यूलाई आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा नेपाली चलचित्र उद्योगका पायनियर वरिष्ठ चलचित्र निर्देशक श्री तुलसी घेमरीजीलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा हाम्रो यस वडा नम्बर 9 का वडाध्यक्ष श्री अच्युत अधिकारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मैले अतिथिकै आसन ग्रहणलाई नै निरन्तरता दिएँ र यसै क्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुनलाई चन्द्रगिरी पर्यटन विकासका अध्यक्ष श्री मनराजा खत्रीज्यूलाई मैले आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा हाम्रै यस मच्छेगाउँ निवासी वडा नम्बर 9 का हाम्रा श्रद्धेय दाई पूर्व नशस्त्रज्यू पनि हुनुहुन्छ श्री सुरेन्द्र केसीज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। होला र अब यस मच्छीनारायण पर्यटन प्रवर्धन समितिका सहयोगी साथीहरूलाई क्रमशः सभापति प्रमुख अतिथि विशेष अतिथि र अतिथिज्यूहरूलाई ब्याज वितरण तथा खादा प्रदान गरेर उडाएर स्वागत गरिदिनु हुन मैले यहाँहरूलाई विनम्र अनुरोध गर्दछु। आसन ग्रहणको क्रम निरन्तर जारी नै रहनेछ। हाम्रा अतिथिज्यूहरू आउँदै हुनुहुन्छ र आसन ग्रहणको क्रमलाई पनि हामी जारी राख्ने नै छौँ। आसन ग्रहणकै क्रममा हाम्रो चनपा वडा नम्बर 15 का वडाध्यक्षज्यू घनश्याम लुइटेलज्यू आइरहनु भएको छ। उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा हाम्रो चन्द्रगिरी नगरपालिका वडा नम्बर 13 को वडाध्यक्षज्यू पनि आइरहनु भएको छ। श्री कृष्ण खत्रीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
यसै वडावासी यहाँका स्थानीयवासी श्री नृत्य निर्देशकज्यू कविराज गजराजज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु होला हार्दिक अनुरोध गर्दछु। सबै अतिथिज्यूहरूलाई जोरदार ताली बजाएर स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र यहाँहरू सबैलाई पनि हार्दिक स्वागत छ। र आजको कार्यक्रममा कोही भर्खरै आउँदै हुनुहुन्छ टिकट दिन खोज्नु भएको छ भने कृपया हाम्रो सहकारी हाम्रा सहयोगी साथीहरूसँग टिकट लिएर सहयोग गरिदिनु सक्नुहुनेछ। र अन्य यस आजको चौथौँ पदयात्रा कार्यक्रममा सहभागी हुनुभएका साथीहरूलाई पनि टिका लगाएर स्वागत गरिदिनु हुन हाम्रा सहकर्मी साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। यहाँहरू सबैमा म हार्दिक अनुरोध गर्दछु। बहुजाति भाषा धर्म संस्कृति विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। कार्यक्रमलाई ढिलो नगरिकन म यसै लक्ष्मीनारायण पर्यटन प्रबन्धन समितिका सचिव श्री उज्वला श्रेष्ठज्यूलाई आफ्नो स्वागत मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सुप्रभात। पैदल यात्रा एक अद्भुत अनुभव हो कि यात्रा गन्तव्य जतिकै महत्त्वपूर्ण छ। प्रत्येक पाइलाले तपाईलाई प्रकृतिको नजिक ल्याउँछ, तपाईको दिमाग सफा गर्न मद्दत गर्छ र तपाईको शरीरलाई बलियो बनाउँछ। यो एक गतिशील ध्यान हो जहाँ संसारले विशाल र घनिष्ठ रूपमा जोडिएको महसुस गर्दछ। शुभ बिहानी सबैलाई। आदरणीय यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण पदयात्रीहरू, यो रोमाञ्चक पदयात्रा कार्यक्रममा तपाईँ सबैलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ। आज हामी प्रकृतिको सौन्दर्य अन्वेषण गर्न, आफैलाई चुनौती दिन र अविस्मरणीय सम्झनाहरू सृजना गर्न सँगै आएका छौँ। पदयात्रा भनेको शारीरिक गतिविधि मात्र होइन, यो बाहिरी ठाउँमा जोडिने हाम्रो दिमागलाई रिचार्ज गर्ने र साथी साहसीहरूसँग बन्धन बनाउने अवसर हो। जब हामी यस यात्रामा जान्छौँ, हामी जिम्मेवारीपूर्वक हिँड्ने, प्रकृतिको सम्मान गर्न र बाटोमा एक अर्कालाई समर्थन गर्न सम्झौँ।
सुरक्षा टिम र रमाइलोलाई हाम्रो प्राथमिकताहरू बनाऊ र हाइकिङ जाँदाखेरि हामी मच्छीनारायण हुँदै शान्ति स्तूपा हुँदै हामी भस्मेश्वर डाँडा जान्छौँ। त्यतिखेर हामीले लगेको प्लास्टिकहरू हामीसँग जे प्लास्टिक छ बोतल छ आफैसँग राखौँ। त्यहाँ जङ्गलमा फ्याल्ने काम नगरौँ। हामी प्रकृतिलाई माया गरौँ। प्रकृतिले हामीले माया गर्यो भने हामीलाई पनि प्रकृतिले माया गर्ने गर्दछ। त्यसैले वातावरण सफा गर्नको लागि हामी आफै चक्लेट लानुहुन्छ भने चक्लेटको खोलहरू पनि यस्तो ब्यागमा राख्नुहोला, आफ्नो झोलामा राख्नुहोला र पदयात्रा गर्नको लागि हजुरहरूलाई शुभकामना दिन चाहन्छु। राम्रोसँग गर्नुहोस् र सजिलोसँग जानुहोस्, हाँसी खुसी जानुहोस्, रमाइलो गर्दै। यो कुनै प्रतियोगिता होइन, हामी आफ्नो स्वस्थ राख्नको लागि चाहिँ हाम्रो यो हाइकिङ प्रोग्राम गर्न लागेको हो। आरामसँग जानुहोस्, आराम लिएर जानुहोस्। यही शुभकामना। सबैलाई स्वागत स्वागत स्वागत। धन्यवाद यहाँको छोटो स्वागत मन्तव्यको लागि। अब हाम्रो कार्यक्रम धेरै लामो रहने छैन। करिब 15-20 मिनटको अन्तरालमा हामीले हाम्रो हाइकिङ कार्यक्रम सुरु गर्न गइरहेका छौँ र आजको हाम्रो यस मच्छीनारायण पर्यटन प्रवर्धन समितिद्वारा आयोजित पैदल यात्रा कार्यक्रमको सम्बोधन प्रमुख अतिथि माननीय प्रमुख अतिथिज्यू माननीय रमा हरिमहरज्यूलाई ब्यानर वाचन गरेर पढेर उद्घाटन गरिदिनु उहाँलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मत्स्यनारायण स्वास्थ्यको लागि हाइकिङ मत्स्यनारायण पर्यटन प्रवर्धन समितिद्वारा आयोजित पैदल यात्रा हाइकिङ कार्यक्रम चन्द्रगिरी नगरपालिका वडा नम्बर 9 मत्स्य गाउँ काठमाडौँ 2081 पौष 13 गते शनिबार। अब यो पदयात्रा चाहिँ हाम्रो सुरु भएको चाहिँ म सबैलाई जानकारी गराउँछु। धन्यवाद म्याम। मैले अतिथिकै आसन ग्रहणकै क्रमलाई अगाडि जोड्न चाहे। आसन ग्रहणकै क्रममा हाम्रो नाथन नेपाल एकाडेमी अफ ट्राभल एन्ड होटल म्यानेजमेन्ट रविवारको तर्फबाट हाम्रो अजय बखती सर आउनुभएको छ। उहाँलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र मैले मन्तव्यकै क्रमलाई अगाडि जोड्न चाहेँ। र मन्तव्यको क्रममा आजका हाम्रा अतिथि चन्द्रगिरी पर्यटन विकासका अध्यक्ष श्री मण्डल खत्रीज्यूलाई छोटो मन्तव्यको लागि मैले अनुरोध गर्दछु। हेलो, तपाईँहरू तयार हुनुहुन्छ? ल सबैजना यहाँ विशेषमा चाहिँ नि प्रमुख अतिथि विश्व अतिथि मानिसहरू सम्पूर्णलाई मैले चाहिँ नि एकमुष्ट चाहिँ नि मैले नमन गरेँ र यहाँहरूको चाहिँ आजको जुन यो हाम्रो पाँचौँ है चौथो चाहिँ नि हाइकिङ चाहिँ नि मा चाहिँ सफलतापूर्वक सम्पन्न हुने शुभकामना दिन चाहन्छु। हामी त सुरु गरौँ, काममै लाग्यो है। धेरै धन्यवाद। एकदम धन्यवाद छोटो मन्तव्यको लागि। धार्मिक सांस्कृतिक पुरातात्विक र ऐतिहासिक महत्त्व रहेको यस मत्स्य गाउँ हाम्रो नगर। धन्यवाद बसन्तज्यूलाई। वास्तवमै आज चन्द्रगिरीमा 9 मत्स्य गाउँमा रहेको यो पर्यटन प्रवर्धन समितिले आज चौथो पटक यो पदयात्रा कार्यक्रम गरेको छ। यो कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथि माननीय रमा आलेज्यू, हाम्रो कार्यक्रमलाई यो एउटा ऊर्जा दिनलाई पाल्नुहुने वरिष्ठ निर्माता निर्देशक तथा कलाकार आदरणीय तुलसी घिम्रेज्यू, चन्द्रगिरी पर्यटन प्रवर्धनका आदरणीय मनराज सर, पूर्व जनप्रतिनिधिज्यू आदरणीय अङ्कल, त्यस्तै यसै भेगको एउटा मैले ताराको रूपमा नक्षत्रको रूपमा लिएको छु हाम्रो नृत्य निर्देशक कोरियोग्राफर कविराजज्यू र यो कार्यक्रमलाई भव्य रूपमा सफल पार्न विभिन्न क्षेत्रबाट विभिन्न ठाउँबाट पाल्नुहुने सम्पूर्ण सहभागीज्यूहरूमा र यो पर्यटन पर्ने थियो मास्तिर हामी त्यसको लागि क्षमा माग्न चाहन्छौँ। हामीले विशिष्ट व्यक्तित्वहरू यहाँ बोलाएको कारणले गर्दाखेरि उहाँहरूलाई पनि केही समय यहाँहरू माझमा अन्तर्क्रिया वा उहाँ आफ्नो भनाइ राख्ने मौका दिनुपर्छ भन्ने कुरा भएको कारणले गर्दाखेरि थोरै लम्बियो, त्यसको लागि म क्षमा माग्न चाहन्छु। अघि नै
सरहरूले भनिसक्नु भएको छ वास्तवमा यो ठाउँ पासुरलाई चाहिँ नष्ट पारेको ठाउँ छ। त्यहाँ महादेवको मूर्ति छ। त्योभन्दा माथि गइसकेपछि वास्तवमा ऐतिहासिक रूपमा एउटा हाम्रो इतिहाससँग जोडिएको पृथ्वीनारायण शाहले चाहिँ काठमाडौँ एक्सप्लोर गरेको भस्मासुरमा एउटा चाहिँ पहिला एउटा गढी थियो, त्यहाँ पुग्छौँ। त्यसपछि छापडाँडा हुँदै हामी पुनः आएर चाहिँ तल चुनदेवी आधारभूत विद्यालयसँगै हाम्रो चाहिँ खाना खाने कार्यक्रम रहन्छ। यहाँलाई भरपुर मनोरञ्जन लिनुहुन म अनुरोध गर्दै आफ्ना भनाइ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। धन्यवाद। उहाँले टुरको बारेमा केही बताइदिनु भयो। अवश्य पनि यहाँले पनि हाम्रो यस हाइकिङमा त्यो पूर्ण आज एक दिन साथ दिनुहुने नै छ र यो कार्यक्रम यहाँसम्म ल्याउनको लागि सहयोग गर्ने विभिन्न हाम्रा सहयोगी संस्थाहरू हुनुहुन्छ। उहाँहरूलाई पनि म उहाँहरूको राखिदिनु हुन म उहाँलाई हार्दिक अनुरोध गर्दछु। उपस्थित हुनुभएका सबैलाई मेरो न्यानो अभिवादन। यो मलाई कस्तो लाग्छ भने हामीले राम्रो कुराहरू सुन्यौँ। विशेष हामी पदयात्राको लागि तयारी छौँ। अलिकति लागेको कुरा के भने राजनीतिले तोड्दो रहेछ, हामी तोडिँदो रहेछौँ राजनीतिमा लागेपछि। र यो किसिमको कला संस्कृति र सांस्कृतिक कार्यक्रमहरूले चाहिँ हामीलाई जोड्दो रहेछ र हामी जोडिनुपर्छ। र आजको हरेक पाइलाले हाम्रो देश जोडोस् र विदेशमा बस्नुभएका सबै दाजुभाइ दिदीबहिनी बाबुआमाहरूलाई पनि हाम्रो यो पदयात्राको एउटा सन्देशले हामी सबैलाई जोडोस्। सबैलाई धेरै धेरै शुभकामना। यहाँको छोटो मन्तव्यको लागि उहाँले हामी सबै जोडिनुपर्छ, एका साप्ताहिक आपसमा मिलेर जानुपर्छ भन्ने सहयोगका साथ आफ्नो छोटो मन्तव्यको लागि एकदमै तो सुरु
Excuse me, please.
不会做我做出来的，看我的。Hello, good morning. दाइ त क्यामेरा कसैलाई चलाउन दिनु न क्यामेरा नचलाएर के गर्नु सबजनाको सबै क्यामेरा रहेछ बोकेर के त यहाँ सजिलो क्यामेरा बोकेर आएको तपाईँले भारी भारी क्यामेरा भारी काम तेरो हात हातमा छ आफूलाई मात्रै ज्यानको छ यस्तो हाना फोटो छोडेर लुटाए ठिक छ नयाँको गेट खोल्दै अब खोल्दै जस्तो लाग्यो खै त हामीलाई गाह्रो हुन्छ राजेन्द्र माथि दूरीमा टाउ छेड्नु नर्न त्यो टाउको त दोरीमा छेड्नु लाइनमा चाहिँ अलि स्लो हेर्नु लगाउनु भन्नु खोजेको मैले हजुर के चाहियो भन्नुभयो वो गाडी चुन कि गाडी चुनाउन छन् डेनमा ल नगन चुला भाइ ठ्याक्कै नगन टर्निङ चाहिँ खनि यहाँबाट चाहिँ झर्दाखेरि आधी घन्टा लाग्छ आउँदाखेरि 1 घन्टा हामी जाँदा त्यही झर्छौँ क्या हाइकिङको लागि रुट त्यही छ अब सुरु भयो नि त गुलको नखालाई चाहिँ पहिचान ए ठाउँ मैला नखाला सरबत ल धेरै छोटो खानु धेरै नखानु ऊ हुन्छ उसले तैँले भोटे आनन्द देखि तरो उकाल खायो मलाई पिराल ठोगा त्यसै पिराल ठोगा स्वयं को नहीं थे 10 पर 10 पर में म तो दाराङ को नहीं पासमा डार सुरु जादु नि यहाँ 60 मा 2 घण्टा चिसी मा हिरे दि बस्नु देला न चाहिँ बाबु त मोबाइल घाँडो ला बाबु सिम चाहिँ भ्याम मोबाइल घाँडो फोन लगे दि मोला इबे ताप सिमहरु सिम भ्यामले त ए मोबाइल चाहिँ भ्यू म सिम चाहिँ म सिम त त्यन्तै माने सिम तलके छिकन खा कि दको लोकेसन सिला जन्छन् कतिको गाह्रो छ गाह्रो
नरेश तिम्रो ब्रिज रहेछ न भने श्याम दाई हेलो श्याम दाई हेलो ए नरेश दाई हो पनि हजुर नरेश दाई नरेश दाई बिस्तारै बिस्तारै के हो मन्दिर हो जय शम्भो जय शम्भो पर्छ ठाउँ मलाई छतारी चढेछ कसको माछा ढुङ्गोमा लगाउँदै
ले मरु फोन ना साइकिल में गाड़ी स्टाइल हो शनिबार फोन ना लो पूरी याग्नु आ रहा है रे वाले सुमन था ना फोन भी फोन में ठाले लो दादा मारा हां मारा सच ना है आज ये ना कि तो डाउट हो गया बराबर सुन ले रे शनिबार जाने एउटा अस्ति साउन महिनामा तपाईँको घरको बच्चाहरू होइन 3-4 बच्चाहरू छोडेर मैले 3-4 मलाई यो पैस्टिएर चढ्न अलिकति भने तिमीसँग त हिँड्न नआउनु रहेछ नि त हिँड्न त हुन्छ अब के खुवाउन खुवाउँदैन खानु त पानी खाने होइन अब त्यो साह्रै हेलो हेलो गाडी चाहिँ 6 मत नि अनि एयरपोर्ट का भ्यान एयरपोर्ट Thank you. Handful diet. Thank you, diet. Thank you, diet. मैं हार गया 300 को हुँगा माला हुँगा सीधे अफ गर्दै एकछिन मौसम अरू बजे यहाँबाट कस्तो हिउँ चाहिँ छैन है डाँडा नाङ्गै भयो त्यो कस्तो खतम भएको छ ग्लोबल वार्मिङले त यस्तो विन्टरमा पनि हिउँ छैन कति ब्याग दिन्छौ नि ब्याग के सबै सुना शिल्प का वाला सिक्थी नो स्टेशन है नरेश कौन थिएन ल नरेश जी कता पुग्नु भयो नरेश हामी गण्डो पुग्यौ है गडी यताले चोकु मसँग छ अगाडि झार फार्दैछु घेरेन मलाई ए साइकल नानी खान थियो जी साइकल ना जी तो अच्छी मेल सेल ले चल के अच्छी ऊपर टेकन मेल लगी लगी जी वो साइकल रैली उनको मना वहाँ तब जी ये ना सुना मुझे बालें ना ये ले चाहिए वहाँ जी बालें ना जी
बाबना मसुजी है अनि सन्दीप बोलामी मलाई गुदा चम ए सदुङ गुदा र ख सन्दीप पसा दाजमै पसा के वो ठ्याक्कै छ यो गन्ता प्लान मस्यो वर हेर्ने हो चिपी नाप चिल्लाङे त होला चिल्लाङे चाहिँ मस्यो उयो वो पट्टी उनार्ने त उतमै अरे अनि होला गइसो पल्टन ल्याएको थिएन सेकिङ धारै तिमी हो मेरो बेहुली बनार के सबै हेर्नु पनि रास्ता होइन पुरा टाउ डन हो मेरो त्यो लुज भएछ भने वान टाइम पनि हेर्नु हुन्छ तपाईँले के तपाईँ कहाँ जाने बेला भएको थियो होइन म त्यहाँ चाहिँ खाना पकाएर रोनकै मेरो मैले अनि ठ्याक्क मुनो गयो जिब्बी ढिप्पियो खु गाडी ब्लगर दिएको न कोसे यो पुछ्न होला ए लाइन हेर उसले होइन नि यो के लाइनै छ त्यो टावर हो त्यो कहाँ टावर हो त्यो बोले हो राखौला फेसबुकमा सेल्फी खिचेर आउन पानी पर्यो ऐसिना झर्यो हजुरलाई मन पर्यो
भाउजूलाई मन पर्यो इन्डो अब नि थिएन जङ्गल न का नौनी से सोले बनाएन बिरो निको सुगाडी थना लौराले जो रियोकै साथीहरुको त म ढानी र छैन जितेन न वे वे म ओ थांगो रे वे म दिना हो जे भने मान रहेछ त उलाई त अलि फाइदा छ जे भने राख्यो जे नगर भयो त्यसले गरे के फेरि बढी गरे मसँग छ एकैछिन मात्र हाम चाहिँ गा भन्छ यसलाई यता उता त्यहाँ 8 उना जिउ छ जिउ 8 का हो माथि छ चन्द्रगिरी 8 उना 8 काफलको बोट ठाडै देखिन्छ नि त्यही हो त्यही हिँडे हामी हे ठाडो त आफै विचार गर न बसाइको त गाह्रो कि यो गाह्रो त्यस्तै हो त्यो अलि लङ होला हैन ठाडो त यो पनि छ नि ठाडो छ अझै के राख्दै मलाई अनु चाहिँ अक्सिजन यो कमी मात्राले खाली यस्तै खुड्किला त हो नि हैन खुड्किलोसम्म पनि छ र सम्म पनि छ त्यस्तै हो आठन्दा झिरा अक्सिजन यो पुरै मात्रा छिटो छिटो ठाकमा छ हाइट बार होला दुईचोटि पुग्यो भने तर ज्यादै याउड होला हामीले पनि चन्द्र यस्तै गऱ्यौँ भने गर्नु पाइरहेको छ तर हामीलाई ओडाले पनि सहयोग नगरेको हो नि मुखमा अगाडि चाहिँ छिटो पार्छ जिना उसै हो चाहिँ परिवारैबाट हुने राम्रो काम गर्ने बित्तिकै माथि जान्छ माथि जान्छ स्वतन्त्र कसरी आइरहेछ त्यो हिसाबले हामीले उनीलाई डर भयो डर भयो युनिट हेरेको चाहिँ अचम्म अब चिन्दैन हुन्छ नि त एक झलक त सबै लाउँछ नि नगरपालिकाभरि लगाइहाल्छ दौड सर गुल्ला ल्याउन
भएन तर त्यो खाने बेला चाहिँ जाडो भयो होइन अघि घरि खोला थियो नि त त्यो भित्रको हामीले त खोलेर ऊ चलाइरहेको यो पनि खुइलेर गयो यो त अरे हाम्रो त यहाँ अब यो उसमा पुरा रातो रातो कलर निस्क्यो टोपीको बर्डरमा नि बजारमा 1600 को जाने रगै नजाने पाउँदैन त्यो कम्प्लेन गर्नु भएन कम्प्लेन गर्नु जानु भएन कम्प्लेन भएन कम्प्लेन नो इमा सुझो कम्प्लिमेन्टेड सुझो बिहेर हो लास्ट इलेक्सन भएकोमा धचोकमा जाँदा ओ मन त दचोकै ओडो नि पाइन टेके बे काम 4 बजे तक मटो छ न मटो नि 2 बजे तक सर्दी सक्ने हुने बाइक कुहे हो के हो अनन्द हैन अनन्द हो अनन्द अनन्द ओके गयो न अन्त लागि नगर छ नि ना अनि क्युबिक खेते आउने चले हो क्युबिक खेतमा व्यवस्था भएन डल्ला त धन्यवाद टर्निङ मात्रै जन लागेर फेरि हाम्रो मसिगाउँको जग्गा हुने व्यक्तिगतकै हो व्यक्तिगत यो रुम गर्छ नि लगान्छ सुनायो होला अनि चाहिँ सुइसी सकेम सा लगाने एजेन्ट अफ उता कहाँ उता यो जग्गा छ नि धेरै रोपन छ यारहरु अनि उता चाहिँ नि हाम्रो त्यो एमआलए ले त्यहाँ एउटा सारी जग्गामा केलेर ठुलो ग्राउन्ड बनाउनु तर छ नि साब यस्तै ठाउँमा नि रङशाला बनायो भने कस्तो सजिलो के झिपी म मण्ड के शनिबार म पनि ठ्याट खाने ऊ वो मुनो ल्याउनु पर्छ थ्याङ्क यू त्यस्तो बेला हुँ कोही होला त्यस्तो भन्दा माथि छ अझै त्यस्तो पा हुँ जी का यहाँ हाइकिङ ट्र्याक के यहाँबाट एकैचोटि त्यहाँ पुग्छ अघि यहीँबाट आएको छोटो हुँदैछ है तर ठन्डा गएन टाइम लगेको होइन म पनि कुन एकछिन नरोप्न ठन्डा न छोटो नि खोल्छ ठ्याक्कै पछि टुई पऱ्यो ठ्याक्कै ठाउँमा खोल्ने बित्तिकै हामी गएको तर खोल्न चाहिँ पर्यटन बोर्डबाट मान्छे पठाउँछ कि ट्र्याक खोल्नलाई एकछिन रोपनी 50-60 जना गाउँ राख्यो कमाएला मेरो ढङ्ग भात वहाँ बढ़ना बेला अहिले बढ़िदिए कि मिठाई लाउने अनि ग्राउन्ड एन्टरटेनमेन्ट हो यहाँ पानी आएर सब भात भेजर भयो कहाँ कुन छेउबाट हुनु वाल नि बार कटेको के काट्ने अन कोही न अझ कोही न तल तल नेटवर्कमा जाने थिएन उनी बार कटे ल सुन न जाने गरेर कोही पाउनाले खाइहाल्यो पकाउनु चाहिँ 150 जनालाई भनेको थिएँ यतिजनालाई पुरी जाने अहिले जतिजनाले खाइ त्यतिजनालाई सानो 6-7 जना छ अब ग्याङ मान्छेहरू आएको छैन कुर्दै आएको छ उहाँ हाम्रो टिम त आइसक्यो होला अब बाँकी देखेको भनेको हाम्रो राज भयो श्याम भयो उनीहरू त नि 109 रोपनीको प्लानिङ छ नि यहाँ मसिगाउँमा पिच नहुँदा मसिगाउँमा बाटै छैन भनौँ न गाडी पनि बल्ट ल्याउन यहाँ पिच त्यो बेला
कतिमा किनेको होला अब कति फाइदा लियो आनाको रोपनीको 50,000 त्यसले आनाको पक्कै होला पक्कै होला अहिले त 1600 छ अनि यहाँ तलको महँगो छ यहाँ मासु अहिले पनि 1600 अब रोपनीको 50 त्यो मुनुटे मरेंगे लेते जुनी अब बढे जात भयो मग अन मैं थन थने धा भन्ने पेरो ए गजी गना हासहरु लास्ट हामी एकछिन गासी ना बिनो भइ ना पनि खाना सक्यो भाँडा माझ्न जाँदै Bỏ đùa chứ là sao Kẹp. Cái này cái nó khó là sủi उबे घर त हेर त बिपि माल लास्ट गाडी आएर आउँछ